देखिएको छैन। त्यसो भएर कुनै वातावरण बनाउने परिवर्तन गर्ने त्यस्तो खालको केही सङ्केत देखिएको छैन। कार्की आयोगको व्यापक चर्चा आउँछ, व्यापक यो बिचमा एकदमै चर्चा आउँछ, घरिघरि मिडियाहरूमा समाचारहरू आउँछ, कुनै पनि हालतमा यहाँ चाहिँ बयान दिन मान्नु भएको छैन। यसलाई मैले भने त्यो आयोग एक त सरकार असंवैधानिक छ, सरकारै असंवैधानिक। त्यस्तो सरकारले असंवैधानिक आयोग बनाएको छ, त्यो सरकारले बनाएको असंवैधानिकै हो। अर्को यस्तो व्यक्तिहरू लिएर बनाएको छ जसले पहिले नै मेरा विरुद्ध त तोकेरै व्यक्ति तोकेरै अगाडिदेखि पनि लेख्ने गरेका थिए, सामाजिक सञ्जालमा लेख्ने गरेका थिए, आर्टिकल लेख्ने गरेका थिए, बोल्ने गरेका थिए मेरा विरुद्ध। र ठिक आयोगमा आउनुभन्दा अगाडि पनि मेरा विरुद्ध बोलिराखेका थिए। अब त्यस्ता मान्छे खोजेर राखेपछि त उनीहरू त विरोधमा छन् भन्ने कुरा, उनीहरूको फैसला त आइसकेको छ त, अनि फेरि बयान दिन किन जाने? तपाईँले रिजल्ट पाइसक्नु भएको छ भने एक्जाम दिन किन जाने? फेरि रिजल्ट आइसकेको छ।